नमस्कार। कार्यक्रम फायरशटमा यहाँहरूलाई हार्दिक स्वागत छ। म दीपक कार्की। नेपाली राजनीति अहिले एक महत्त्वपूर्ण संक्रमण कालबाट गुजिरहेको छ। लामो समयदेखि सत्तामा रहेका परम्परागत राजनीतिक दलहरूप्रति बढ्दो जनअसन्तोषको बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह राजनीतिक बहसको केन्द्रमा आएका छन्। सोमबार राति 1 बजेसम्मको झन्डै 5-6 घण्टा लामो भेटपछिको छलफलले राजनीतिक वृत्तमा नयाँ सम्भावनाबारे गम्भीर बहस सुरु गरेको छ। त्यसो त उनीहरू एउटै गाडीमा बाहिर निस्किए। त्यो देखेर पुराना राजनैतिक दलको नेता तथा कार्यकर्ताको मुटुमा ढ्याङ्ग्रो ठोक्न पनि सुरु गरेको छ। तर यो उदय आकस्मिक होइन। दशकौंसम्म दोहोरिँदै आएको सत्ता अभ्यास, कमजोर सेवा प्रवाह, व्यापक भ्रष्टाचार र दण्डहीनताले जनतामा गहिरो निराशा पैदा गरेको थियो। त्यही निराशाको राजनीतिक अभिव्यक्ति आज रवि लामिछाने र बालेन शाह बनेका छन्। उनीहरू कुनै पुरानो राजनीतिक संरचनाबाट उत्पादित पात्र होइनन्, बरु त्यस संरचनाको असफलताबाट जन्मिएका वैकल्पिक नेतृत्वहरू हुन्। रवि लामिछानेको राजनीतिक यात्रा मूलतः प्रश्न केन्द्रित छ। संसद, सडक र सार्वजनिक मञ्चमा उनले निरन्तर रूपमा प्रणालीका कमजोरीहरू औल्याउँदै आएका छन्। उनको राजनीति केवल भावनात्मक प्रतिक्रिया मात्र होइन, जनताले लामो समयदेखि सोध्न खोजेको प्रश्नको सङ्गठित आवाज पनि हो। राजनीतिक विश्लेषकहरूका अनुसार लामिछानेको सबभन्दा ठुलो शक्ति उनको स्पष्टता र निर्भीकता हो। उनी शक्ति सन्तुलनको डरले प्रश्न गर्न नछाड्ने नेताका रूपमा क्रमशः स्थापित हुँदै गएका छन्। यता बालेन शाहको कार्यशैलीले स्थानीय शासन प्रणालीको सम्भावनालाई उजागर गरेको छ। काठमाडौँ महानगरपालिकामा उनले प्रशासनिक संयन्त्रलाई सक्रिय बनाउँदै निर्णय क्षमतामा गति दिएका छन्। नीति निर्माणभन्दा कार्यान्वयनमा जोड दिने उनको दृष्टिकोणले संस्था चाह्यो भने चल्न सक्छ भन्ने विश्वास आम नागरिकमा पुनः स्थापित गरेको देखिन्छ। यही कारण बालेन शाह स्थानीय सीमाभन्दा बाहिर पनि राष्ट्रिय बहसको केन्द्र बनेका छन्। रवि लामिछाने र बालेन शाह बीच देखेको संवादलाई कतिपयले सत्ता गठजोडको सङ्केतका रूपमा व्याख्या गरेका छन्। तर राजनीतिक विश्लेषणले यसलाई फरक कोणबाट हेर्छ। यो संवाद साझा आक्रोशको परिणाम होइन, साझा अपेक्षाको प्रतिबिम्ब हो। दुवैको राजनीतिक पृष्ठभूमि फरक भए पनि उनीहरूलाई जोड्ने मुख्य सूत्र भनेको जवाबदेही, पारदर्शी, परिणाममुखी सुशासनको माग हो। निश्चय नै अनुभवको प्रश्न उठाइएको छ। आलोचकहरूले भन्छन् देश चलाउन भावनाभन्दा अनुभव चाहिन्छ, तर यो बहसले एउटा महत्त्वपूर्ण यथार्थलाई व्यवस्था गर्छ। अनुभव सधैँ सकारात्मक हुँदैन। जब अनुभव स्वयं असफल अभ्यासको पुनरावृत्ति बन्छ, त्यहाँ नयाँ सोच, नयाँ दृष्टिकोण आवश्यक हुन्छ। यही सन्दर्भमा रवि लामिछाने र बालेन शाहलाई जनताले विकल्पका रूपमा हेरेका छन्। अहिले देखेको जनआक्रोश अराजकताको सङ्केत होइन, यो राजनीतिक परिपक्वताको नयाँ चरण हो, जहाँ जनता अब नारा होइन नतिजा खोजिरहेका छन्। रवि लामिछाने र बालेन शाह यही परिवर्तनको प्रतिनिधि पात्रका रूपमा देखा परेका छन्। उनीहरू पूर्ण समाधान नहुन सक्छन्, तर प्रणालीलाई हल्लाएर सुधारको ढोका खोल्ने क्षमता उनीहरूमा देखिन्छ। निष्कर्षमा भन्नुपर्दा नेपाली राजनीति अहिले निर्णयको मोडमा उभिएको छ। पुरानो संरचना आत्मरक्षाका केन्द्रित देखिन्छ भने नयाँ नेतृत्व जनआशाको बोझ बोकेर अघि बढिरहेको छ। रवि लामिछाने र बालेन शाहको सक्रियता केवल व्यक्तिको उदय मात्र होइन, यो जनताले राजनीति पुनः आफ्नो नियन्त्रणमा लिन खोजेको स्पष्ट सङ्केत हो। आगामी दिनमा यो ऊर्जा कसरी संस्थागत हुन्छ, त्यसले नै नेपालको राजनीतिक दिशा निर्देश तय गर्नेछ। आजको लागि फायरशटको समय सकिएको छ। अर्को एपिसोडमा भेट्ने बाचासहित आजको लागि हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।